हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। म हजुरहरुकै समृता। म आज हजुरहरुलाई प्रेग्नेन्सीको समयमा फोलिक एसिड खानु किन आवश्यकता छ, यसको काम के हो र कहिलेबाट सुरु गर्ने भन्ने बारेमा केही कुरा भन्नु भनेर आइरहेकी छु। सुनिदिनु होला। मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला है त। फोलिक एसिड है, फोलिक एसिड भनेको एउटा भिटामिन हो है। यो 5 mg को हुन्छ र हजुरहरुले बेबी प्लान गर्दै हुनुहुन्छ भने 2 देखि 3 महिना अगाडिबाट हस्बेन्ड वाइफ दुवैजनाले प्रयोग गर्न सक्नुहुनेछ र प्रेग्नेन्सी भएको 3 मन्थ अर्थात् 12 हप्तासम्म हजुरले प्रयोग गर्न सक्नुहुनेछ है। र 12 हप्तापछि चाहिँ आइरन र क्याल्सियम स्टार्ट गर्न सक्नुहुनेछ। फोलिक एसिडको के हो त काम? किन प्रेग्नेन्सीको बेलामा यसको आवश्यकता पर्छ? यसको मेन काम भनेको चाहिँ बच्चाको ब्रेन डेभलप गर्न, मेरुदण्ड बनाउन, त्यस्तै गरेर बच्चाको मेन्टल हेल्थको लागि, आमालाई मिसक्यारेज हुन नदिनको लागि, त्यस्तै आमाको लागि चाहिँ रक्त अल्पता एनिमियाबाट बचाउनको लागि र बच्चालाई कुनै पनि अपाङ्ग हुनबाट बचाउनको लागि फोलिक एसिडको एकदमै आवश्यकता रहेको हुन्छ है। यदि हजुरहरुले बेबी प्लान गर्दै हुनुहुन्छ भने हजुरहरुले पनि 2 देखि 3 महिना अगाडिबाट फोलिक एसिड प्रयोग गर्न सक्नुहुनेछ है त। आजको भिडियो हजुरहरुलाई कस्तो लाग्यो? मन पर्यो भने चाहिँ लाइक कमेन्ट गर्न नभुल्नु होला। थ्यांक यू एभ्रिवान।